देख्नुभयो चौधरी सर, पहाड त स्वर्गकै नमुना हो नि एउटा। म पनि तराई छोडेर पहाडतिरै आएर बस्न पर्ला जस्तो छ डायमन्ड सर। आउनुहोस् न चौधरी सर, यहाँ सबै मधेसी, थारू, पहाडिया सबै मिलेर बसेकै छन् के अरे। ल चौधरी सर, अब जग्गा देख्नुभयो के अरे होइन, सबै राम्रो छ होइन। अब त्यस्तो सोच भयो भने चाहिँ मलाई सम्झिनुहोस्। अब यहाँको बारेमा मलाई सबै थाहा छ, मिलाएर पाइन्छ। यहाँ सबैले छोडेर हिँडिरहन्, जग्गा मिलाएर पाइन्छ, बस्नलाई हावापानी राम्रो छ, ठिक छ। मेरो घरमा यसो काम छ, अरू त्यहाँ पर्खिरहन अरेकले, म लागेँ है। हस्, म पनि अब गाडी छुट्ने बेला भएछ डायमन्ड सर। ल म पनि लागेँ, ल ढुक्क भयो है त। हस् हस्, ल भेटौँलाई, ल फोनमा कुरो गरौँ। हुन्छ हुन्छ। कार्की सर नमस्कार। ओहो डायमन्ड सर नमस्कार। आरामै हुनुहुन्छ? एकदम ठिक छ सर। सन्धिखरको बजारमा बस्ने मान्छे आज गाउँ डुलाउनु भएको त, के कामले आउनु हो डायमन्ड सर? यसो घरमा सानो सानो काम पनि थियो, अनि त्यहाँ एकजना सरले यसो जग्गा हेर्नु पर्यो भन्नुभएको थियो, त्यही देखाउन आएको। जग्गा हेर्नु पर्यो? हजुर। पहाडमा जग्गा? को पटमुर्ख आयो, कहाँदेखि आयो त जग्गा हेर्ने मान्छे? एकजना चौधरी सर हुनुहुन्थ्यो तराईदेखि, गर्मी भयो अरे, यतै शीतलमा बस्ने भनेर। चौधरी? हजुर। पहाडमा जग्गा हेर्न? जग्गा यतै बस्ने भन्नुभएको। यस्तो गफ चाहिँ मलाई नलाउनु है डायमन्ड सर। होइन गफ होइन, उहाँले चाहिँ गर्मी छ साह्रै, यतै बस्नु पर्यो, यतै आनन्द आयो भनेर मसित हिँड्न घुम्न हिँड्छ। अनि मलाई यो अरूलाई यो पाठ सिकाउनु होला। तराईमा सुख सहेलमा बसेको मान्छे, अझ चौधरी जस्तो मान्छे जो जमिनदार हुन्छन्, त्यस्ता मान्छे पहाडमा बस्छन्। यो गफ नलाउनु होला डायमन्ड सर होइन। मलाई त लाउनु भयो, तर गाउँमा अरू मान्छेलाई चाहिँ नलाउनु होला है। होइन होइन सर। डायमन्ड सर, जङ्गल देखाउने हो कि घर देखाउने हो, देखाउनु होला। म त लागेँ सन्धिखरतिर। पहाडमा जन्मेर पहाडमा हुर्केर पहाडको महत्त्व नबुझ्ने मूर्ख मान्छे।